गुड मर्निङ सबैजनालाई। आज धेरै दिन बादमा तपाईँ ब्लग बनाइरहेको छु। आज चाहिँ फुलपाती सबैलाई ह्याप्पी फुलपाती भन्न चाहन्छु 2025 को। अनि एउटा हेर्दै गरौँ न अन्त चाहिँ तपाईँको पूजा गरेर चाहिँ यो मन्दिरमा पूजा गरेर चाहिँ तपाईँको निस्किन्छ फुलपाती। यहाँ सुरु भएकै छैन, सुक्कालो जाँदैछ हो। सबै राम्री भएर आइरहेछ। ट्राफिक जामको अवस्था चाहिँ यस्तो छ आजको। छैन रहेछ र चाहिँ अब कस्तो देख्दैछ हामीलाई कमेन्ट गर्नुहोस् है। अरू पनि छ ग्रुप तर पछि हराएछ हो हामी चाहिँ। अब चस्मामा अलिक कमेन्ट गरिदिनुहोस् न हाम्रो दुईजना कस्तो छ। 2025 को शोभायात्रा सुरु भइसकेको छ। सिद्धिं प्रदातारं देवी प्रपन्नार्तिर्हरे प्रसीद मातर जगतोऽखिलस्य प्रसीद विश्वेश्वरि मायि त्वमेश्वरि देवी चराचरस्य ॐ दिव्यै नमः। प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी तृतीयं चन्द्रघण्टेति पुष्पाराय नमो जगत्प्रतिष्ठाय दिव्ये कृते नमो नमः। नमस्तस्यै 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 नमो नमः। सर्वभूतेषु लक्ष्मीरूपे नमस्ते देवी। दसैँको तपाईँको फुलपातीको भिड कालिम्पोङको हेर्नुहोस्। यहाँ चाहिँ यस्तो पाराले उत्सवमा मनाइन्छ सबैजना। सबैको ध्यान आकर्षण गर्न चाहन्छु। विश्वकर्मा समाज कालिम्पोङलाई गौरवले र ढिलो भयो हामीले चिन्नु र सम्मान गर्नु जस्तो मलाई लाग्यो। तर जे नै होस् माको आशीर्वाद सायद त्यसै आशीर्वाद लिनुको लागि कष्ट अलिकति गर्नुपर्छ। धन्यवाद हाम्रो नौमती बाजालाई। अब हामीले यो माको निस्किने आगमन भइरहेको छ र सर्वप्रथम हामीले हाम्रो नौमती बाजालाई अगाडि लगाउनेछौँ। त्यसपश्चात हाम्रो कन्या 7 जना नानीहरू कलशसँग, त्यसपश्चात खुकुरी मलाई लानुपर्नेछ। र फेरि पनि सबैलाई स्वागत जनाउँदै आजको सानोको ठुलो कोही छैन, हामी सबै गोर्खा हौ भनेर माला हामी उठाउँ। जय जय धन्यवाद। महेश पाण्डेजी यो निकालिदिनु होला चम्बर र घन्टी।
साथ